सुदूरपश्चिम र कर्णालीका जनतालाई जनता नठान्ने, अझ सोझै शब्दमा भेडा भनेर सम्बोधन गर्ने अनि जुम्लाको धामी नाचलाई देखेर राउटेहरू पछि पर्नुको कारण यही अन्धविश्वास हो भन्दै मजाक उडाउने, अछाम बजाङको मस्टो नाच र भुवोलाई मानसिक रोगको पराकाष्ठ हो भन्ने केही महान विद्वानहरूलाई मेरो प्रश्न छ। झापा इलाममा चाहिँ बौला जसरी एकपछि अर्को गर्दै रमिता देखाउन आउने यी कथित माता र झाँक्रीहरू चाहिँ के हुन्? विश्वासको प्रतीक हुन् कि मानसिकताको उपचार केन्द्र? यिनीहरू यसरी बौलाउँदा चाहिँ भेगिए हिसाबले पूर्वतिर भएकै कारण हामीले भगवानको शक्ति मानिदिन पर्ने अनि सुदूरपश्चिम र कर्णालीमा शतकौंदेखि विधि सम्पद गरिने पूजा र धामी नाच चाहिँ अन्धविश्वास? सुदूर कर्णालीमा तपाईले सोचे जस्तो अन्धविश्वास छैन। यहाँ आफ्नै संस्कार छ, संस्कृति छ, एकता छ, मेलमिलाप छ, वैदिक शक्तिमाथिको विश्वास छ। विश्वास मात्र होइन, नतिजा छ। बरु राज्यले सौतेनो व्यवहार गरेर सुदूर र कर्णालीलाई कहिल्यै माथि उठ्न दिएन। त्यसको ज्वलन्त उदाहरण हो 19,500 क्षेत्रफल र 27 लाख भन्दा बढी जनसंख्या भएको सिंहको सुदूरपश्चिमलाई भन्दा बढी बजेट, 50 वर्ग किलोमिटर मात्र क्षेत्रफल र 8.5 लाख मात्र जनसंख्या भएको काठमाडौँ महानगरपालिकालाई दिनु हो। मान्छु, काठमाडौँ महानगरपालिका देशको राजधानी हो। त्यसोभए विकास निर्माण र सेवा सुविधा राजधानीका जनतालाई मात्र चाहिने हो? सुदूर र कर्णालीका जनताले सिटामोल्नै नपाएर मर्नुपर्ने हो? यो बारेमा हाम्रा देशका नेताहरूले त सोचेनन्। चिल्लो शहरका मान्छेले समेत कहिले सोचेनन्। बरु उल्टै सुदूरपश्चिम र कर्णालीमा बस्नेहरूलाई त मान्छे नै होइनन् भन्ने भाष्य निर्माण गरे। केही समय अगाडिको एउटा घटना सम्झाउन चाहन्छु। नेपालको काभ्रे जिल्लाकी चेली ममता काफले 7 समुद्र पारी अमेरिकामा करिब 1 महिनादेखि बेपत्ता भएपछि अमेरिकी प्रहरीले मृत घोषणा गर्छ। त्यसबेला शंकाको घेरामा थिए ममताका श्रीमान नरेश भट्ट, जो सुदूरपश्चिमको कञ्चनपुरका थिए। उनी सुदूरपश्चिमको भएकै कारण सिंहको सुदूरपश्चिमेलीले गाली खानु पर्यो। सामाजिक सञ्जालभरि सुदूरपश्चिमेलीहरू अनपढ हुन्, गवार हुन्, सुदूरपश्चिममा विवाह नै गर्न हुँदैन, तिनीहरूले त श्रीमतीहरूलाई यसै गरेर मार्छन् भन्ने खालको भाष्य निर्माण गरियो। कयौं भिडियो तथा पोस्टहरूको त मैले त्यसबेला पनि जवाफ दिएको थिएँ। तर पूर्वी नेपालका सम्पन्न दिमाग भएका, कहिले पनि अपराध नगर्ने, कहीँ कतै गल्ती नै नगर्नेहरूसँग सबै भाषामा सवाल जवाफ गरेर सकिएन। यस्ता आपराधिक सवालमा पनि यो ठाउँ र त्यो ठाउँ, यो जात र त्यो जात, यो धर्म र त्यो धर्म भनेर भेगिए जातीय र धार्मिक रोटी सेक्नेहरू खासमा मानव हुन लायक छैनन्। एउटा चेली पीडित भएको बेला सबै मिलेर पीडकलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा उल्टै त्यो समाजसँग इगो साधियो। के सुदूरपश्चिमको एकजना मान्छे मात्रै पनि हाम्री चेली ममता काफलेको त दर्दनाक घटनामा खुसी थिए होला नि त? सामान्य मानवीय चेतना समेत नराखेर यस्ता कयौं घटनामा एउटा पीडकलाई राहत पुग्ने गरी सिंहको सुदूरपश्चिमको बदनाम गराइएका दर्जनौं केसहरू छन्। वर्षौंदेखि मनमा दबाएर राखेको यो भडास पोख्ने ठाउँ मैले कतै पाइन। बरु बेला बेला आफैलाई प्रश्न गर्थे, के म सुदूरपश्चिमको माटोमा जन्मिनु नै मेरो गल्ती हो? मैले यो सबै कुरा आज किन सुनाइरहेको छु भने केही दिन अघि पूर्वी नेपालको इलाम जिल्लाको इलाम नगरपालिका 4 धारापानीकी एउटा 23 वर्षीय बिरामी युवतीले सपनामा घर नजिकैको माई खोलाको छेउमा ठुली पाथिभरा माताको वासस्थान रहेको र त्यो ठाउँमा आफ्नो शिला रहेको बताइन रे। अनि पछिल्लो दिन गाउँका दर्जनौं मान्छेहरू जम्मा भएर भगवानको शिला खोज्न खोलाको किनारामा खोतल खातल गर्छन्। त्यहाँ एउटा मात्र होइन, 5-5वटा शिला अर्थात ढुङ्गा भेटिन्छन्। ती बिरामी युवतीले त्यहाँ आएर खोतल खातल गरिएका शिलाहरूको पूजापाठ गर्छिन्। त्यतिकैमा त्यहाँ उपस्थित सबैले ती युवतीलाई साक्षात माताको संज्ञा दिँदै पूजा गर्न थाल्छन्। त्यसपछि उक्त ठाउँमा आफूलाई